फाइनल्ली हेलो गाइस, सम्पूर्णमा नमस्कार छ मेरो होइन। म चाहिँ आज घरबाट गैरीटार जाँदैछु अनि चुनाव पनि सकियो भर्खरै। अब बहुमतले 2/3 मतले जितिसक्यो राष्ट्रसभाले भनेपछि काङ्ग्रेस र एमालेहरूको अब 12 बज्यो। अनि चाहिँ यो जुन दिनबाट हाम्रो केपी बाले चुनाव हार्नुभयो त्यो दिनबाट आकाशमा यो सूर्य भन्ने गायब भयो। हामीलाई चिसो पनि भइरहेछ। अब चाहिँ खोइ किन हो कसो हो, मौसम गडबडी छ एकदमै। यो माथि हेर्नु होला। अनि त्यसपछि लगेर अरू चाहिँ त्यस्तै हो, विपक्षी चाहिँ होइन। अब चाहिँ यो भएको कुरा चाहिँ भन्न मिल्छ होइन। हामीले त्यस्तै हो, सानो पलक चाहिँ मेरो तर्फबाट बनाइरहेको छु म। सबैले अब माया गरिदिनु होला भनेर भन्न मिलेन। एकदमै बर्खा लागे जस्तो भइरहेछ। अनि म यहाँ बाटोमा हिँड्दै गर्दाखेरि यो कुरा मनमा लागेर भनेको। अब तपाईँहरूले त्यस्तै यस्तो चिसो चैत्रको महिनामा यस्तो हुडी खाएर हिँड्नु भइरहेछ। एकदमै चिसो छ, के गर्ने अरू यस्तै हो।